मावि मुर्कुचीको ६३औं वार्षिक उत्सव र २१औं अभिभावक दिवसको बेलामा सञ्चालन गरेको फुड प्लाजा कार्यक्रममा तपाईहरु सहभागी हुनुभएको छ र हजुरहरु नमुना मावि मुर्कुचीका शिक्षकहरु हुनुहुन्छ। बालबालिकाले गरेको जुन पाक कला हजुरहरुलाई कस्तो लाग्यो? एकदम राम्रो, एकदम मिठो, स्वादिलो, नयाँ खाद्यको स्वाद। सन्तोष सर, के कुराहरु चाख्नुभयो हजुरहरुले? अलमोस्ट सबै कुरा चाखियो सर हैन। लोकल जति पनि थिए लोकल मात्रै। नाम भनिदिनुस् न, के चाहिँ एकदमै पापडको रोटी खाइयो सर हैन। हजुर। अब अन्डाको उसिनेर त्यसलाई फ्राई गरेर खाइयो, हुनी खाइयो, बगिया खाइयो हैन। त्यो चिकन हालेको के थियो अरे त्यो? एउटा थियो नाम बिर्सेँ मैले त्यो। त्यहाँ त्यो पनि खाइयो। चप खाइयो हैन। अनि त्यहाँ थुक्कानीले खाइयो। यति खाएको विभिन्न प्रकारको नाम पनि बिर्से हामीले थुप्रै यस्ता प्रकारहरू। सबैभन्दा स्वादिलो भोजन कुन लाग्यो आलोक सर? घुई सबैभन्दा स्वादिलो लाग्यो। अनि तपाईहरु विद्यार्थी भाइ बहिनीहरु, तपाईहरु पाक पकाउनको लागि सहभागी हुनुभयो। पाक शिक्षा, पाक कला, पकाउने सिपको विकास भयो जस्तो लागेन? हो हामीले खाना पनि पकायौँ खबरहरू अनि हामीले चौपरीहरू पनि होइन अनि हामीले अन्डाहरू तारेर पकायौँ। दही चुकौली सुकौलीहरू सबै बनायौँ। के हो चुकौली भनेको? के रहेछ चुकौली भनेको चाहिँ दहीमा आलु हालेर प्याज खुर्सानी हालेर अनि तेलमा मेथी लाएर हालेर अनि बनाउने। व्यापारमा गाह्रो लागेन? मलाई लाग्छ व्यापारमा गाह्रो चाहिँ लागेन। तपाईहरुले व्यापार गर्ने सेवा गर्नुभयो? हजुर, व्यापार गर्नुको सेवा गर्नुभयो? हामीले एक तर्फी सेवा पनि गरौँ, एक तर्फी व्यापार पनि गरौँ। आगामी दिनमा यस्तो कार्यक्रम होस् कि नहोस् के लाग्छ तपाईलाई? होस् भने सहभागी हुनु। ल धन्यवाद।